फेरि पनि गुड मर्निङ एन्ड वेलकम टु अल भन्न चाहन्छु। र यति बेला म छु हाम्रो चिर्कुन्थान मन्दिर। यो ढुङ्गालाई चाहिँ हामी ढिकी ढुङ्गो भन्छौँ भने यो जुन उताबाट देखेको जुन अजङ्गको ठुलो ढुङ्गा छ यसलाई हामी हात्ती ढुङ्गो भन्छौँ। यही हात्ती ढुङ्गोको काखमा चिर्कुन भगवानको पवित्र वासस्थान रहेको छ र एउटा सानो मन्दिर पनि निर्माण गरिएको छ। परापूर्व कालदेखि नै हाम्रो बुवा बाजे जिजु बाजेहरू भनौँ न धेरै पुस्ता अगाडिदेखि यस चिर्कुन भगवानलाई चाहिँ आफ्नो कुलदेवता सरहको रूपमा मानेर पूजाआजा गर्ने प्रचलन रहिआएको थियो। त्यही क्रमलाई पछ्याउँदै आजसम्म हामीहरू पूजाआजा गरि नै रहेका छौँ। र यस पुण्य धार्मिक स्थलको एकदमै महत्त्वपूर्ण एकदमै चाखलाग्दो किंवदन्तीहरू छ। परापूर्व कालमा चाहिँ यस जुन चिर्कुन्थानको यता कतैबाट अहिले त्यो गुमनाम छ ढुङ्गाको ढोका भएको र त्यहाँबाट चाहिँ भाँडाकुँडाहरू सामाजिक कार्यमा ल्याउने गरेको र कुनै एक समयमा चाहिँ कसैले जुठै भाँडाकुँडा लगेर फिर्ता दिइसके पछाडि त्यो बन्द भएको र त्यस पछाडि त्यस स्थान कहाँ छ भनेर कसैले पनि पत्ता लगाउन नसकेको र आजभोलि त ती कुराहरू केवल किंवदन्तीको रूपमा मात्रै हामीले देख्न ओर्न पाउँछौँ। त्यो भएको भएर यस्ता कुराहरूको यस्ता यी महत्त्वपूर्ण धार्मिक धरोहरहरूको एकदमै मजाले संरक्षण गर्नुपर्ने आवश्यकता छ। र आजको समयमा धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरी एउटा सिङ्गो पालिका जिल्ला पालिका र वार्ड यो बस्ती टोललाई नै एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सके धर्म संस्कृतिको जगेर्ना गर्न सके एकदमै राम्रो हुने थियो भन्ने अपेक्षा लिएको छु। हेर्नुहोस् यो एउटा वृक्षको जरा कति मजाले नाक बेरी जस्तै गरेर बेरीको अवस्था पनि हामी देख्न सक्छौँ। मुख्य शिला उहाँ हुनुहुन्छ। म आज शनिबारको दिन पारेर दर्शन गर्नको लागि आएको र यहाँहरूमाझ पनि यो भिडियो मार्फत चिर्कुन देवताको दर्शन गरौँ भनेर यो सानो भिडियो बनाइरहेको छु। धन्यवाद। परापूर्व कालमा यही बिगमपालिका वार्ड नम्बर 5 चिलङ्खा अहिले थामिटार एग्रोभेट एन्ड रिसर्च सेन्टरको जुन काउ फर्मको जुन संरचना भएको स्थलमा थामी समुदायको व्यक्तिहरूको बाख्रा गोठ रहेको र दिनौँ बाख्रा चाहिँ यही चिर्कुन्थान सामुदायिक वनमा चराउँदा ल्याउने क्रममा केही समयमा एउटा बिहाको बाख्रा चाहिँ हराएको र निकै दिन खोजी गर्दा पनि बाख्रा फेला नपरेपछि गोठालाहरूले खोज्दै आउने क्रममा यही शिलामा बाख्राले आएर उक्त बाख्रीले आएर दुध चुहाइरहेको र गोठालाले यो दृश्य देखेपछि यो चाहिँ एकदमै शक्तिशाली देवपीठ हो देवता हो भनेर पूजाआजा गर्नुपर्छ के हो कसो हो भनेर खोजी गर्दै जाँदाखेरि चिर्कुन देवता भएको ठहर भए पछाडि त्यो बेलादेखि त्यो पौराणिक समयदेखि पूजाआजा गर्दै आएको र त्यस पछाडि यो वरिपरिका बासिन्दाहरूले वरिपरिका बस्ती समुदायहरूले चिर्कुन देवताको रूपमा पूजाआजा गर्दै आएको भएको भएर आज म यस हाम्रो त अझ यो गाउँको माथिपट्टि पर्छ त्यो भएको भएर हामी प्राय पूजाआजा गर्न आइरहेको छौँ। आज चाहिँ शनिबारको दिन पारेर म चिर्कुन राजाको दर्शन गर्न यसो फुलपाती चढाउन आएको हो र मेरो बुवाले भन्नुभए अनुसार चिर्कुन राजासँग चाहिँ पञ्चकन्या देवी र बनस्कन्डी देवी पनि साथमा हुनुहुन्छ भनेर भन्नुहुन्थ्यो र किंवदन्ती र यहाँको अन्य मिथकहरू एकदमै महत्त्वपूर्ण धेरै छन्। त्यो सबै कुरा त म जानकार छुइनँ। यहाँका कि वयोवृद्ध बुवाहरूसँग सोध्ने हो भने सायदै चाहिँ यसबारेमा थाहा हुन्छ।
र यसरी भिडियो मार्फत पनि यहाँहरूले देख्न सक्नुहुन्छ यस त्रिकुन्थान मन्दिरको जुन माथि ठुलो ढुङ्गा हात्ती ढुङ्गाको माथि जुन यो के भन्ने पालीमा यति धेरै गौथलीका गुणहरू छन्, गुफाहरू छन्। यहाँहरूले जसले यस मन्दिरलाई भ्रमण गर्नुभएको छ यहाँहरूलाई त अवगत नै छ। यहाँको चाहिँ धेरै किंवदन्तीहरूमध्ये यसको पनि केही न केही महत्त्वपूर्ण धार्मिक अभिप्राय पक्कै पनि रहेको हुनुपर्छ। र अन्य कुराहरू त मैले भनि नै सकेँ। र अर्को कुरा भनेको यहाँ परपट्टि चाहिँ एउटा गुफा चाहिँ पोहोरको साल मेरो जेठो दाइ दीपक खड्का र मैले खोज तलास गर्ने क्रममा एउटा लामो गुफा सुरुङ जस्तो एकदमै गुफा भेटेको छ। र बुढा पाकाहरूले भनेअनुसार चिर्कुन राजा चिर्कुन देवताको चाहिँ वाहन चाहिँ सिंह, त्यो पनि सेतो एकरङ्गी सिंह रहेको र उक्त सिंह चाहिँ त्यो गुफामा बस्ने गरेको भन्ने भनाइ छ। र त्यो खोज्ने क्रममा चाहिँ मेरो दाइ र मैले चाहिँ त्यो गुफा भेटाएका थियौँ। दुईजनाले मात्रै अलिकति भित्रसम्म भिजिट गर्न अलिकति असम्भव भएको कारणले गर्दाखेरि त्यसलाई पुरै भिजिट गर्न सकिएन। केही साथीहरूको सहयोग, केही स्रोत साधनको सहयोग लिएर त्यसलाई चाहिँ अलिकति खोज तलास गरेर संरक्षण गर्ने, बाहिरपट्टि चेन गेट हाल्ने, त्यस्तो केही गरेर यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सकियो भने राम्रो हुने जस्तो लाग्छ मलाई। र धेरै पछाडि आज चिर्कुन्थान मन्दिरमा दर्शन गर्न पाइयो र यहाँहरूलाई पनि भिडियो मार्फत दर्शन गराउन पाउँदा खुसी महसुस गरिरहेको छु। यसै गरी मैले हिजो यहीँ झोरुङमा पनि रहेको देवीको मन्दिरमा पनि यहाँलाई दर्शन गराएको थिएँ र हाम्रो चिर्कुन देवताको मन्दिरमा पनि आज यहाँहरूलाई मैले आफूले पनि दर्शन गरेँ र यहाँहरूलाई पनि दर्शन गराएँ भन्दै